म भन्न चाहन्छु किनकि योगेन्द्र सर यही समाजको र म भरतलाल बहरदार सँगै 2055 सालदेखि जीवन विकास निर्माणमा जोडेको मान्छे हो र जिरोबाट यही समाजमा स्थापना भएको जीवन विकास समाज जुन बेला केही थिएन, कसैले पत्याएको थिएन, त्यति बेला चाहिँ सङ्घर्ष गर्दै आज 2054 सालदेखि आज 2082 28 वर्षको दौरानमा यी समाजबाट एउटा यस्ता व्यक्ति जन्मे जो आज चाहिँ एउटा पार्टी निर्माणको लागि यी समाजको उत्थानको लागि चाहिँ अगाडि बढेको छ। तपाईहरू यही समाजको भएको कारणले जीवन विकासले लिएको उद्देश्य शिक्षा, रोजगारी, आर्थिक क्षेत्र, स्वास्थ्य जे खोज्नुहुन्छ सबै क्षेत्रमा चाहिँ काम गरेको छ र म पनि अनुभव गरेको छु। यो समाजको हक हितको लागि जीवन विकासले गरे जति गरिरहेछ। आज भन्नुहुन्छ भने खालि मात्रै 5 नम्बर क्षेत्रमा 500 भन्दा बढी युवा युवतीहरू रोजगार पाएको छ। यो भनेको ठुलो आर्थिक क्रान्ति हो र आज जुन पार्टी निर्माण गरेर आज अगाडि बढ्दैछौँ हामी राष्ट्रिय ऊर्जाशील पार्टी, भोलिको दिनमा यो देशव्यापी एक किसिमको पार्टी बन्नेछ र जुन कुराहरू संस्थाबाट गर्न नसकेका कुराहरू यी समाजको लागि एउटा पार्टीबाट राजनीतिक तर्फबाट हामी चाहिँ एकजुट भएर अगाडि बढ्यौँ भने यही क्षेत्र नम्बर 5बाट केन्द्र कार्यालय रहेको र यहीँका अध्यक्ष जुन योगेन्द्र मण्डलज्यूको सपना छ गरिबी न्यूनीकरण, यो समाजलाई समृद्ध बनाउने, त्यो सपना पुरा गर्न चाहिँ हामी सबै एकजुट भएर लाग्यौँ भने यो सपना चाहिँ पुरा हुने एक किसिमको प्रतिबद्धता पनि देखेको छु र म पनि सँगै जोडेर यो समाजको उत्थानको लागि राजनीतिकलाई एउटा उचाइमा पुगाउनलाई तपाईहरूकै साथ हातोमालो गरेर अगाडि बढ्नेछु।